अहिले कता हिँडेको सैलिङ हिँडेको लगाइस हामी चाहिँ सैलिङ हिँडेको अहिले चाहिँ हामी चोप्राङ डाँडामा यहाँ एकछिन बस्यो घाम ताप्यौँ फेरि अब अगाडिको बाटो हामी फेरि निस्किन लागिरहेको यो चाहिँ गाल्पा डाँडा हो बुढी पनि फर्स्ट टाइम सैलिङ जाने हो रमाएर बसेको लगाइस अगाडिको यात्रा बढाउँदैछौँ बाटो रमाइलो पनि छ कच्ची पनि छ बिहानै हिँडेको अहिलेसम्म हेरेर चिसो नाकबाट पनि लागिरहेछ अब एकदम ठन्डा छ बाटो चाहिँ साथीहरू एकदम रमाइलो छ बिस्तारै आउँदाखेरि घुम्दाखेरि पनि हामीलाई पनि रमाइलो फिल जङ्गल सल्लाह है राइडर मेरो बुढी फेरि यहाँ टोपी लाएर बसिरहेको छ पछाडि अगाडिबाट गाडी आयो लास्टै धुलो लिएर आउँछ तोरोमा डडुवा सही गरी गाह्रो छ गाह्रो साथीहरू यो चाहिँ गाल्पा बजार अब त्यो देखिरहेको गाडी चाहिँ तेक्वान्दो घर छ यो चाहिँ गाल्पा बजार हो अब यहाँ चाहिँ पहिलादेखि नै अलिकति सहर बस्ती टाइपकै चाहिँ एरिया हो पहिला मान्छेहरू चाहिँ गाल्पा हुँदै अलिकति यता नि पसलहरू बढी भएको ठाउँमा हुन्थ्यो अहिले पनि चाहिँ छ यताबाट चाहिँ यता अर्को बाटो हुँदै अग्लेश्वरी पनि जान्छौँ अनि दोरुम्बा भन्ने ठाउँ पनि आउँछ यो चाहिँ गाल्पाबाट देखिने भ्यू छ साथी हो यहाँ चाहिँ पबाट हिमालहरू पनि देखिरहेछ यो गाल्पाबाट खिच्दा चाहिँ यस्तो छ यो चाहिँ गाल्पा बजार है स्कुटी गाल्पा बजार चाहिँ यस्तो छ भयो अब यता मस्ती चाहिँ डाँडाहरू अनि कस्तो फिल भइरहेछ त बुढी राम्रो भइरहेछ कस्तो लाग्यो त गाल्पा तिमीलाई सैलिङ जाने बाटो हो गाइस हेर्दैछौँ अगाडिको यात्रा बढाउँदै जान्छौँ के छ यो चाहिँ हाम्रो अग्लेश्वरीको तलबाट देखिएको बजार है गाउँ यस्तो छ अग्लेश्वरी डाँडा दोरुम्बा हामी चाहिँ अहिले दोरुम्बा जान लागिरहेको अग्लेश्वरी डाँडा चाहिँ माथि छ बाटो अनि यो चाहिँ मेरो राइडर बुढी उता चाहिँ ओर्लेर हिँडेको अनि रमाइलो छ अझ अगाडि यात्रा हेलो गाइस हामी चाहिँ सैलिङको डाँडामा उकालो चढ्दैछौँ हावा एकदम धोपी धेरै हावा लागिरहेछ हाम्रो भाइहरू यहाँ फोटो खिच्ने अनि कति गाह्रो उकालो चढ्नुपर्ने अनि डाँडा यस्तो छ दुवालो चाहिँ लागेको छैन तर हावा चाहिँ एकदमै बढी लागेको छ अब माइलो भाइको पोज कस्तो भइरहेछ तपाईँलाई आउनलाई कान्छा भाइ पनि त्यस्तै हिँड्दैछौँ यस्तै छ पार्कहरू रमाइलो छ अब माथि पुगेर हेरौँ के छ यत्रो खुड्किला त कति छ भन्ने कुरा भएको छ हेर्दैछौँ अगाडिको यात्रा अलिकति स्यास्या भएर बोल्न गाह्रो भइरहेछ गाइस ल बिस्तारै हरेक चिजहरूमा खिच्दै आउँछु कस्तो लागिरहेछ उकालो चढ्दा गजब भइरहेछ एकदम गाह्रो हेलो गाइस हिँड्दैछौँ उकालो चढ्दैछौँ भाइहरू पनि थाके मेरो बुढी चाहिँ चितो आएको चितो चितो
अत्याचार भाग्यो भाग्यो कस्तो छ त बुढी हिँडे कति गाह्रो भएको छ तिमीलाई चलेको बस्नु एकदम रक हो ठिक छ भिडियो चलाउनु पाए चित्त हुने सक्ने गाइस लामो हिँडेपछि बल्ल शैलीको माने देखियो टावर पनि थिछ बुढीको नि अनुहारमा अलिकति चमक आयो यहाँ आइपुगेपछि अब माइलो भाइ यहाँ गीत बजाउने सुसारमा कान्छो भाइ तलतिरै छ जाडो भएर उल्का भएको छ मलाई ऊ त जाडो भएर उल्का भएको छ अनि गाइस होटल पनि कम रहेछ सकेछ यहाँदेखि होटल रेलिङ सक्यो रेलिङ सकिएछ अब यहाँ उका लाइन बाटो रहेछ खजुरो भन्दा खजुरो ऊ छिर्यो भित्र हो ठुलो रहेछ ल गाइस यस्तै हो अनि अब मासतिर चाहिँ ढुङ्गा बनाउने ठाउँ रे सानसाना मन्दिर जस्तो माथि भयो यताबाट चाहिँ यसरी भ्यू डाँडा काँडा देखिने रहेछ यस्तै छ गाइस अगाडिको बाटो हेर्दै गरौँ यसलाई चाहिँ नाइ ढुङ्गा भन्दो रहेछन् गाइस यहाँ चाहिँ यस्तो ढुङ्गाहरू रहेछ माथि चाहिँ मान्छेहरूले थोरै यस्तो सानो बनाउनु रहेछन् रमाइलो छ थुम्काहरू देखिरहेछ जाने बाटो अझै यति माथि छ बिस्तारै